नर्मली जो अब नर्मल नर्मल युज हुने कुरा दानी हो क्या बुझ्नुभयो नि अब हामीले गार्निस बनाउँदाखेरि के याद गर्नु कुरा त दाना हुनु भएन मेन कुरा चाहिँ जुनै पनि हाम्रो गार्निसमा के हुनु भएन त दाना हामी इन्डिभिजुअल भित्र इनसाइड द बार हामीले गरिरहेको छौँ होइन त्यो बेलामा चाहिँ नर्मली नै अब बारको काम गर्दाखेरि के गर्नु पर्यो त अब हास गर्नु पर्यो हामीले होइन पिल गर्ने यस्तो तिनीमा पटक गरेर चाहिँ गर्नु पर्यो नि जस्तो लाग्यो होइन त्यसको लागि चाहिँ भनेको चाहिँ हामीले यसरी चाहिँ होल्डिङलाई सेप मिलाएर चाहिँ हामीले के गर्नु पर्यो तपाईँलाई कटिङ गर्नु पर्यो है त्यो कटिङ गरिसके पछाडि अब ग्लासमा यसो पिल्समा ग्लासमा हामीले यसरी अब के गर्न सकिन्छ अब यसरी राउन्ड गरेर चाहिँ फेरि यसलाई के भने त यसलाई चाहिँ यसरी ड्रिप गरिदिने अनि अब हामीले अड्काउनु पऱ्यो त्यसलाई चाहिँ हामीले यो मुनिबाट चाहिँ कटिङ गरिदिने अनि कुनै पनि एउटा ग्लासमा हामीले के भने त अब ग्राप्पामा हुरिकेनमा हामीले यसरी ग्राप्पामा यसरी उयो गर्न सक्यौँ ल अड्काउन सक्ने पिल निकाल्ने यसरी पिल निकाल्ने यसलाई के भन्छ अब यसरी निकाल्ने र अब ग्लासमा यसरी अड्काइदिने क्या बुझ्नुभयो नि जिन्स हालेर विथ ओरेन्ज फ्लेभरसँग आयो क्या बुझ्नुभयो के भयो त्यो रिङ गऱ्यो क्या जसले कस्नु पर्ने त देख्नुभयो होला यस्तो सिस मारेर हाल्नु थियो नि त्योहरू भयो क्या कट गरिदिने ल अनि अब है जुन यो तपाईँ देखिरहनु चुच्चो देखिराख्नु भएको नि त्योबाट चाहिँ सिधा लिएर कटिङ गरेर चाहिँ यहाँसम्म लिएर छोडिदिने ल अनि अपोजिट साइडमा सेम गर्ने यहाँबाट कटिङ लिएर सिधा लिएर यहाँसम्म लिएर थोरै होल्ड आउट गरिदिने यसरी है अनि अब चाहिँ 2 टाइम्स रोल भएर चाहिँ अहिले चाहिँ अब ग्लासमा आएको ग्लासमा चाहिँ अब यसरी अड्काउन सकिन्छ हामीले बुझ्नुभयो नि है त्यहाँबाट 2 टाइम्स रोल त्यो पिलेर चाहिँ बुझ्नुभयो नि निकाल्नु पऱ्यो ल अनि अब सेम गरेर चाहिँ अब त्यही वेमा फेरि कट गरिदिने यसरी निकाल्ने ल यसरी निकाल्ने ल है सिङ्गेमा अब बात पिस गरेको यसरी फिराइदिने क्या बुझ्नुभयो नि यसरी फिराइदिने कहीँ अब हामीले यसलाई यसरी डिप गरिदिन सक्यौँ ल अड्काइदिने ल त्यो अड्काइसके पछाडि जुन हाम्रो टसाइदिने है थोरै स्प्लिट गरिसके पछाडि के हुन्छ अब कुनै ग्लासमा अब हामीले जस्तै कि अब यहाँ पनि राख्न सक्यौँ है अब यो चाहिँ अब राम्रो भनेको चाहिँ टल ग्लासहरूतिर हुन्छ नि साइडबाट कटिङ गरेर चाहिँ है ल
हुन्छ अरूमा जस्तै कर्भ यो चाहिँ के हुन्छ नि त्यही कर्भ भएकोमा चाहिँ राम्रो देखिन्छ क्या बिल बनाउन सकेको सकेन अल्छी लाग्यो भने बिल बनाइदिनै हालिदिने सिद्धि खतम अस्ति हजुर